भन्नुहुन्छ, हे पुत्री, शान्त बस, म तिम्रो मार्गदर्शन अवश्य गराउनेछु, तर तिमीले मेरो हर शब्दलाई ध्यानपूर्वक सुन्नुपर्ने हुन्छ। अनि अगाडि श्रीहरि विष्णु भन्नुहुन्छ, हे पुत्री, झाडु सिर्फ गन्दगी साफ गर्नेको औजार मात्र होइन, यसले समस्त मनुष्यको भाग्यको दिशा पनि तय गर्न सक्छ। शास्त्रमा झाडुलाई माता लक्ष्मीको प्रतीकको रूपमा मानिएको छ। यसलाई सही तरिकाले प्रयोग गरिन्छ भने यसले धन, समृद्धि अनि सुख शान्ति ल्याउने गर्छ। तर लापरवाहीले यसको उपयोगले घरमा दरिद्रता, अशान्ति अनि सङ्कट ल्याउने गर्छ। अब म तिमीलाई झाडुको प्रकारको विषयमा बताउँदैछु तथा कस्तो प्रकारको झाडु शुभ मानिएको छ या फेरि कुन चाहिँ अशुभ हो। सुन, झाडु 3 प्रकारको हुने गर्छ। पहिलो, प्लास्टिकको झाडु, यसलाई पुरै तरिकाले अशुभ मान्ने गरिन्छ, यसमा धार्मिक ऊर्जा हुँदैन। दोस्रो हो सिकोवाला झाडु, यसलाई एकदमै धेरै उपयोगी मान्ने गरिन्छ, यसलाई देवी लक्ष्मीको वाहन पनि भनिएको छ। अनि तेस्रो हो फुल या फेरि सजावटी झाडु, यो केवल सजावटको लागि मात्र हो, यसको सफाइको लागि उपयोग गर्नु हुँदैन। घरमा केवल सिकोवाला झाडुको मात्र प्रयोग गर्नुपर्छ, त्यो पनि प्राकृतिक होस्। हे पुत्री, झाडु किन्नेको शुभ समयले पनि तिम्रो भाग्य निश्चित गर्ने गर्छ। झाडु किन्नको लागि शनिबार, मङ्गलबार या फेरि आइतबार यसलाई सबैभन्दा राम्रो मानिएको छ। त्यहीँनेरि सोमबार, बुधबार, बिहिबार र शुक्रबारको दिन झाडु किन्न अशुभ मान्ने गरिन्छ। दीपावली, अमावस्या, ग्रहण या फेरि पूर्णिमा जस्तो पवित्र तिथिमा झाडु किन्नु अनि उपयोग गर्नु धनवर्धक हुनेछ। अब म तिमीलाई घरमा झाडु राख्ने सही दिशाको बारेमा बताउँदैछु। ईशान कोण, उत्तर पूर्वमा कहिले झाडु नराख्नु, यो पूजा स्थल हुने गर्छ, देवगणहरू अप्रसन्न हुनेछन्। दक्षिण पश्चिम दिशामा झाडु राख्नेको सबैभन्दा उत्तम दिशा मानिएको छ। यो नेतृत्व कोण हो, यसले घरको मुखियाको उन्नतिको लागि दर्शाउने गर्छ। झाडु लगाउनेको उत्तम समय अनि त्यसको प्रभावको बारेमा पनि बुझ। बिहान सूर्य उदयभन्दा पहिलाको जुन समय हुने गर्छ त्यो सबैभन्दा सर्वोत्तम हुने गर्छ। यसले घरमा दरिद्रता, रोग, ऋण अनि नकारात्मकताको नाश हुने गर्छ अनि माता लक्ष्मी प्रसन्न रहने गर्नुहुन्छ। दिउँसोको समय सामान्य हुने गर्छ, न त शुभ न त अशुभ हुने गर्छ। विशेष लाभ पनि हुँदैन अनि हानि पनि हुँदैन। दिउँसोको समयमा एकदमै धेरै गन्दगी छ भने मात्रै झाडु लगाउनुहोस् अनि सन्ध्याको समयमा, सूर्य अस्तको समयमा अनि त्योभन्दा पछिको समयमा। त्यो अत्यन्तै अशुभ, देवी लक्ष्मीले घर छोडिदिने गर्छिन् अनि देवी अलक्ष्मीले घरमा बास गर्ने गर्छिन्। यो समय रात्रि देवताको मानिएको छ, जसमा झाडु लगाउनलाई वर्जित गरिएको छ। रातिको समयमा यदि झाडु लगाउन मजबुरी